हेलो गाइस, आज चाहिँ बाबा जानु आँट्नु भएको अनि आज चाहिँ हाम्रो बाबाले हामीलाई केक ल्याइदिनु भएको अनि अनि डिउहरू पनि छ अनि केक आज काट्नुहुन्छ हाम्रो स्पेशल बाबा बाबा बाई बाई बाबा बाई बाई बाबा बाई बाई बाबा अब म चाहिँ जान लागेको छोराहरू अब राम्रोसँग पढ्नुहोस् दुखी छ होइन म जाँदाखेरि स्याड नहुनु है ल स्याड नहुनु मै पनि स्याड नहुनु Thank you guys. Thank you. गालाको पनि ल्याएर खा गालाको पनि ल्याएर खा अझै छ अलिक माथि अझै मिठो कुराहरू पनि त्यसरी खान्छ रसबरी ल्याइदिन्छु है मैले जान्छु कहाँ छ भने दिएको छिटो हुँदो रहेछ है हल्का चियो होइन माथि चक्लेट हो कप चक्लेट ल ल म पनि डियो खानु पर्यो एउटा ग्लास ल्याउँदा गएर अब म चाहिँ जानुपर्ने हुन्छ सबै बोर्डिङ पासहरू पनि पाइसकेँ त्यो चाहिँ नेपाल एयरपोर्टमा छु अहिले अब केही छिनमा चाहिँ जानुपर्ने हुन्छ नगई हुँदैन मान्छे यति धेरै नेपालीहरू बाहिर जानको लागि नेपाल एयरपोर्टमा सबैजना छ एयरपोर्ट चाहिँ जाने बेला भइसक्यो गेट नम्बर 5 बाट हामी चाहिँ अब 3 जना साथी कुवेत जाने हामी नयाँ होइन पुरानो तपाईँ कति वर्ष भयो म 27 तपाईँ 27 म दाइ रहेछु भाइहरूसँग अब जाँदैछौँ अब कुवेतको बसाइ हाम्रो राम्रो होस् हामी सबैको शुभयात्रा होस् जान्छौँ अनि अब व्हाट्सएप नम्बर छ हामीसँग हामी कुरा गर्दै रहन्छौँ है ट्याक्क चढ्ने यो समाउने अन्त लडिहाल्छ ल भाइ वेलकम है अब जान लागेको अब चाहिँ दुःखको कुरा छ होइन भोलिदेखि ड्युटी गर्नुपर्ने हुन्छ ड्युटी जानु साह्रो अल्छी लाग्छ त्यो पनि जानु पऱ्यो अब यहाँ चाहिँ फेरि चमेर स्टाइलले यस्तो टक्कसँगले पक्रिने होइन चमेर स्टाइलले जानुपर्ने अवस्था छ अब चाहिँ बाई बाई कन्टेन्ट नयाँ कन्टेन्ट चाहिँ फेरि भयो अब 30,000 को च्यात्दै यत्रो टुक्रा भयो होइन त्यो पनि अब यो कन्टेन्टै भयो अब च्यातिँदै यो अब 5 घन्टापछि चाहिँ फिनिसै हुँदैछ अब यो च्यात्दै होइन उहाँ पुग्दाखेरि चाहिँ अब यो मात्रै रहन्छ होला यो के अरे यो लगेजको मात्रै होइन भरिसक्यो अब यो मान्छेहरू पर्खेर कतिखेरसम्म पर्खिने हो हजुर 2-3 हजारको खाना हुन्छ अब हामी जाने जस्तो लागिरहेको छ लाग्यो बाटो हाम्रो त हिमालय एयरलाइन्स जानु लागेको मान्छे कति धेरै छ नेपालबाट बाहिर जानु परिहाल्यो क्या चढेर कुवेत पुगिँदैछ केही छिनमा अब नेपाल एयरपोर्ट हो केही छिनमा चाहिँ हामी कुवेत पुगिन्छ
हुँदैछ अब चाहिँ गयो बाई बाई गर्नुपर्ने हुन्छ ल हाम्रो भाइ सँगै जाने साथीहरू ल उमेदको लागि हो नि पछाडि मेरो छोरा म चाहिँ पछाडि पऱ्यो आउनु तपाईँ पनि हामी चाहिँ पछाडिबाट परेछ फेरि मोटो भइयो छ क्या गेटमा आँटिँदैन रहेछ हाम्रो चाहिँ पछाडि पऱ्यो त्यही भएर हाम्रो हिँडाइ चाहिँ पछाडि गेटबाट हामी सबै पछाडि परेछ क्या अलिक ढिलो गऱ्यो कि के हो त्यही भएर पछाडि पऱ्यो होइन भाइ अब कति हजारमा झऱ्यो 2-4 हजार खाना चाहिँ आइपुग्यो तातो छ अरे अब दाल र भात खाइन्छ दाल र भात आइसकेको छ एकजना कति पर्छ अरे 100 रुपियाँ जति पर्छ बिजोक रमाइलो एकजनाको 100 रुपियाँ पर्छ भन्छ अब चाहिँ म फाइनली मेरो रुममा आइपुगेँ मेरो रुममा भन्दा नि मेरो कम्पनीको बिल्डिङमा आइपुगेँ यो चाहिँ ड्राइभरले यहाँसम्म ल्याइदियो लिफ्ट चाहिँ आइसक्यो अब यहाँ चाहिँ आफै पुग्नुपर्ने अवस्था आउँछ म चाहिँ जानुपर्ने 8 फ्लोर फाइनली आयो होइन लाइट साइट पुरा बन्द छ त सबै ड्युटीमा होला मेरो रुम चाहिँ यता 32 नम्बरमा हो जलकराई नम्बरको बीमा भनेर चाहिँ चाबी चाहिँ केटाहरूले छोडेको रहेछ सबै ड्युटी पनि वाउ मेरो रुमको हालत यस्तो छ मेरो बेडमाथि जो रमाइलो छ रुम चाहिँ यस्तै राख्छ भए रुम त केटाहरूले सफा नगरेर अघि